पानीपुरी दुईटा हेलो गाइज वेलकम बैक टू माई युट्युब च्यानल। हेलो साथीहरू, आज चाहिँ यो लास्ट हो पानीपुरी खाने दिन चाहिँ हाम्रो लास्ट हो। आज अब चाहिँ हामी अमेरिका गएर खाइन्छौँ। आज चाहिँ हामीले अलिक धेरै बनायौँ किन भन्दा यो लास्ट हो नि त नेपालमा। अब अमेरिकाको यस्तो कस्तो खालको पानीपुरी पर्ने हो थाहा होइन। प्लिज टक इङ्ग्लिस। अब अमेरिका गएपछि त इङ्ग्लिस नै कुराकानी गर्नु पर्यो, त्यही भएर इङ्ग्लिसमा पानीपुरीलाई के भन्छ हजुरलाई थाहा छ? इङ्ग्लिसमा पानीपुरीलाई के भन्छ? पानीपुरी। पानीलाई वाटर, पुरीलाई वाटर, पुरीलाई पुरी। पुरीलाई के भन्छ? गिरी। गुगल सर्च गरौँ। पुरीलाई गिरी पुरी। के थार भन्छ गिरी पुरीलाई। अब हामी त नुन हानेर रोक धेरै नमल। हेर्नु है साथीहरू, खानु खानु लास्ट दिन हो आज। त मुसेको देखेँ होइन तर देखा नै ताने होइन यस्तरी त देखेँ, मतलब तैँले मुस्दै त अनुहार चाहिँ। पानीपुरी आज खाने लास्ट दिन हो जस्तो लाग्यो मलाई। कता 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 राम्रो राम्रो भाइ पोजिटिभ भाइ भइरह क्या आज। पहिला भर्दाखेरि त यस्तो कहिले पनि भर्दैन, तर आज मलाई पर्छ कि जस्तो भयो। ए मैले पहिला नुन हाल्न पर्छ। आज चाहिँ हामी नुन भन्छौँ यसलाई, भोलितिर चाहिँ हामीले यसलाई साल्ट भन्न पनि सक्छौँ। यस्तै हो साथीहरू। आज 9 बजीतिर रिजल्ट आउँछ अरे दिदीको। हजुरसँग के चिसो पानीमा गरम मिठो हुन्छ। कोल्ड वाटर के कोल्ड वाटर देख्यो। ल है गाइज, आज हामी पानीपुरी खानु लाग्छौँ। पानीपुरी फुराउने मान्छे हुन्छ। ल यता हेर, यता हेर, हाई भन। ल भन हेलो गाइज भन न। हेलो गाइज छिटो राम्रोसँग यता। ल दुईटा हातले, ल दुईटा। वेलकम भन न। वेलकम। यो चाहिँ बन्नेको कोल्ड वाटर। हेलो गाइज, आज चाहिँ हामीले पानीपुरी च्यालेन्ज होइन, फेरि मुकबाङ हो। खाम अब कति बेला भइन्छ। यहाँ चाहिँ 50वटा पानीपुरी छ। ल खान सुरु गरौँ। स्टार्ट गरौँ। च्यालेन्ज गऱ्यो भने टेस्टै आउनु क्या, त्यही भएर च्यालेन्ज गरेर कम खानुपर्छ। अब यो लास्ट पानीपुरी हुनसक्छ, त्यही भएर अलिक टेस्टली खानु पऱ्यो नि त। अब अमेरिका गएपछि खाना पाइएन यसरी। अमेरिकामा त एउटा पानीपुरीलाई कति डलर पर्ने हो। आफ्नो हातले बनाएको स्वादिलो हुन्छ। यो चाहिँ हाम्रो आफ्नै हातले बनाएको पानीपुरी। को कोले डिबी भर्नु भयो, को को पर्यो।
अब यो भिडियो भोलि आउँछ को पर्यो यसो डिपेन्डेन्टमा लैजाने भएदेखि म्यासेज गर्नु होला मेरो पर्यो भने त परिहाल्यो नपर्यो भने चाहिँ मोबाइल धेरै तातेर मोबाइल चाहिँ बिचमै बन्द भयो कतिसम्म भिडियो भयो मलाई थाहा छैन त्यही हो गाइज बाई बाई गाइज आजको भिडियो चाहिँ यति नै हो अर्को भिडियोमा भेटौँला